सम्मानीय सभामुख महोदय, भर्खरै क्यापिटल नेपाल नामक एउटा मिडियामा समाचार आएको छ र त्यसमा लेखिएको छ उद्योगी शशिकान्त अग्रवालले गृहमन्त्रीको रूपमा रवि लामिछाने आएपछि सीमाबाट हुने चोरी तस्करी नियन्त्रणमा ठूलो सफलता मिलेको बताउँछन्, तर त्यसपछिका गृहमन्त्रीहरू तस्करी नियन्त्रणमा कुनै काम नगरेको बताउँछन्। यो हो हामीले गर्ने स्टन्ट। राष्ट्रिय स्वतन्त्र पार्टीले 34 दिनमा गरेको गृह मन्त्रालय सम्हाल्दै गर्दा कसरी हामीले तस्करी नियन्त्रण गरेका थियौँ भन्ने कुरा यो हामीले गरेको स्टन्ट हो। र अर्को स्टन्ट सुनाउँछु। पूर्व प्रधान न्यायाधीश सम्मानीय सुशीला कार्कीज्यूले केही महिना अगाडि भन्नुभएको थियो कि नेपाली कङ्ग्रेसको वर्तमान गृहमन्त्रीज्यूले न्यायालयको न्यायाधीश सिफारिसमा चाहिँ मेरो पार्टीको सिफारिस यो नपर्दियो भने मलाई गाह्रो हुन्छ भनेर भन्न जानुभएको थियो। आज न्यायालयहरूले विभिन्न राजनीतिक संरक्षण त दिइराखेको छ, तर यो अभ्यासले गर्दा न्यायालयप्रतिको विश्वास कमजोर भएको छ। न्यायालयले न्याय देला कि भनेर हामीले विश्वास गर्ने ठाउँहरू कम हुँदै गएको छ।